रोमनियाको रेस्टुरेन्टमा कस्तो काम हुन्छ है यस्तो हो। हाम्रो रेस्टुरेन्ट चाहिँ यो हो हैन। हामी चाहिँ सब काम गर्नुपर्छ, बनाउनेदेखि लिएर कस्टमरलाई दिने, कस्टमरसँग बोल्ने हैन। आज चाहिँ सिसा पुस्ने कार्यक्रम छ। टक्क सिसा पुसेछ हैन। कोही चाहिँ भित्र छ बनाउँदैछ, कोही चाहिँ यता बस्दैछ, थगाइ मार्दैछ। जाडो सँगसँगै जाडो नि बढेछ अक्करी। हाम्रो रेस्टुरेन्ट चाहिँ यो हो हैन। हाम्रो रेस्टुरेन्ट केही छैन, हाम्रो चाहिँ यस्तो बनिन्छ है। यो चाहिँ गिरोस भन्छ यसलाई चाहिँ, तर यहाँ चाहिँ प्राय शोरमा भनेर चाहिँ चिनिन्छ। केटाहरू दुईजना धस्काउँदैछ, म चाहिँ फेरि यता भिडियो बनाउँदै हो है। म चाहिँ अखरी हैन, हातमा रुमाल लिएर यसरी भिडियो बनाउँदै चाहिँ केटाहरू चाहिँ पुस्दैछ। यो रोमनियाको होटल रेस्टुरेन्ट लाइनमा यस्तै काम गर्नुपर्छ है सबैजनाले। टक्करी सबैतिर हैन हानेर टक्करी काम भनेको जस्तो नि गर्नुपर्छ। ए होटलमा सानो ठुलो कुरा हुँदैन। यति जब गरेर महिनामा 80,000 जति कमाइराखेछ, अनि त्योभन्दा ठुलो कुरा के चाहिएर हैन। 80,000 केटाहरू 80,000 खाने केटाहरू यही छ है। दुईजना टक्करी 80,000 खाने केटाहरू 80,000। अब तलब चाहिँ 80,000 चोख्खो बच्छ। खाना फ्री हो, खाना चाहिँ पैसा दिन्छ खाना बस्न। यो ठिकै छ, यही हो। केटाहरू चाहिँ नयाँ केटाहरू हो। कति 2 वर्ष डेढ वर्ष भयो, 2 वर्ष हुनु लाग्यो। तर म चाहिँ 9 वर्ष भएँ। म चाहिँ यही कम्पनी काम गरेको 9 वर्ष भयो। केही छैन, रिल्याक्स छ। पैसा छापिरहेछ, जति छाप्यो भने पैसा गोजीमा सुक्को छैन, त्यही हो। अब त्यही भएर यसरी चाहिँ काम चाहिँ फेरि बिन्दास छ हैन। जे गरे नि भयो, अब पुरानो भयो नि त, त्यही भएर कसैले केही भन्नु पर्दैन। काम चाहिँ फेरि भन्ला भनेर ठग्ने चाहिँ होइन, काम चाहिँ गर्नुपर्छ नि फेरि साथीहरू। ए भयो कति पुसेको यार एकै ठाउँमा। आमा टक्करी यो चाहिँ सिग्नल लेखेछ नि, यो चाहिँ सेक्युरिटी हो। यहाँ चाहिँ जम्मै सिसाको मात्र हुन्छ, चोर आएर फुटायो भने यो कराउँछ, अनि सेक्युरिटी आउँछ। ए हाम्रो देशमा हो नि त, यो जहाँ फुटाएर पनि चोरले के चोरिसक्थ्यो हैन। यहाँ पनि त्यस्तो हुँदैन। यो बाहिर पनि राख्छ टेबल। बाहिर चाहिँ जाडो महिना भएर नराखेको, बाहिर टेबल सब टेबल यसमा पनि राख्छ। सब यो टेबल फुल हुन्छ। यो केमा भने के भन्छ त्यसलाई, गर्मी महिनामा इङ्ग्लिसबाट भन्न आएन यार, बिर्स्यो। पेटमा त आएछ, मुखमा आएन। यता खाँदैछ दुईवटा भात मारेहरू खाँदैछ। भात मारेहरू एउटा चाहिँ क्यासियर हो, एउटा चाहिँ बनाउने अक्रम बक्रम बनाउने हो। बनाएर बुढा आउँछ, बनाउँछ, जान्छ, फेरि त्यसको बदलामा मैले बनाउनु पर्छ। केटाहरू दुईजना पुस्दैछ ड्याङ्की ड्याङ लाएर। यस्तो छ है। ठुल्ठुलो बिल्डिङ बनिँदैछ फेरि यतातिर। यहाँ चाहिँ यस्तै हो, मौसम अलिक चिसो छ। कलाएर होइट के गर्ने, म नि पुस्नु पऱ्यो नि यार। अब कसरी पुस्नु, जाडो छ यार। यो सिसा पुस्न चाहिँ सजिलो छ है साथीहरू। यो घाम नलागेको बेला, घाम लागेको बेला चाहिँ सिसा पुस्नु गाह्रो हुन्छ, किनभने सबै फोहोर देख्छ नि त। त्यही भएर घाम नलागेको बेला चाहिँ मजा आउँछ। एउटा रुमालले टक्करी यसरी गरेर पुस्दाखेरि नि गइहाल्छ होइन। लटरी यसरी पुस्ने हो होइन। ओहो कहाँ हो, यसरी
यसरी पुस्ने हो सक्छ त मलेराइसँग हैन। यसरी पुसेर चाहिँ जे होस् पुस्यो भन्दाखेरि पुस्यो भन्ने चाहिँ हुनु पर्यो। अब राम्रो होस् नराम्रो होस् खल्ली बल्ली एनी हाउ काम चाहियो कि काम चाहिँ गर्नु पर्यो। सबैलाई काम गरेर चाहिँ देखाउनु पर्छ हैन। नत्र फेरि उयो तलब आउने बेला भयो फेरि काम चोरलाई तलब किन दिने भनेर भन्लान्। तर त्यसो चाहिँ भन्दैन। यसरी अब केटाहरू पनि पुसेछ म नि पुस्न त परिहाल्यो। काम के छ यसरी सिसा पुस्ने हो टक्करी पैसा छाप्ने हो। साथीहरू ड्याम ड्याम यसरी है गाह्रो छ हौ। सिसा चाहिँ यसरी पुसिन्छ होइन। खोइ त यार भेटेन हौ। भयो हो यार कति पुसेको त्यही मात्रै भ्याएन र। जाडो भएन यार। केटाहरू चाहिँ खतरा हो फेरि एकदम। यहाँ गोरुको मासु खाएर केटाहरू गोरु जस्तै भइसक्यो। जाडोले पनि केही पनि गर्दैन। दुईजना केटाहरू जाडो भने केही हुँदैन चिसो भयो नि। हानेन अलिअलि हानेको खोइ भेट्दै भेटेन यार मैले त उहाँखेरि। कति कुर्सीमा चढेर हान त तिमी त हान्नु सिपालु छ नि यार ड्याङ कि ड्याङ लाएर। यस खड्काजीले चाहिँ खतरा हान्छ नि फेरि। हेर हनाइ हेरौँ न हनाइ सिसा हनाइ हेरौँ न। खतरा छ हौ खतरा केटाहरूको सिसा हनाइ। कति फोरे यार यो गाडी। आमा यो गाडी त अनि हामी फर्स्टचोटि आउँदाखेरि देखेको गाडी अहिलेसम्म यस्तोको छ यार। पुसे छैन चाहिँ हामी आउँदाखेरि BMW रहेछ होइन। बुढाले गाडी चेन्जै नगरेर रहेछ यस्तो। अहिले त अगाडिपट्टि नि गइसकेको छ सबै गइसकेको छ टक्करी। यो चाहिँ थापाले झ्यापझ्याप हान्दैछ है। थापा भाइ हो। थापा भाइ घर कहाँ रे? सप्तरीको थापा भाइ यता छ। यता कहाँ गरे दोलखाको केटा छ र यता चाहिँ म धादिङ है।